होइन अस्ति 1000 रुपियाँ लगेको भाइले मलाई अहिलेसम्म पैसा तिरेको छैन हौ। 2-3 दिनमा दिन्छु भनेर लगेको छ जस्तो छ। आज चाहिँ म यो मान्छेहरुकै छेउमा भयो नि मागेरै छोड्छु अनि 1000 रुपियाँ लगेर मासु लिएर जान्छ हौ, खसीको मासु खान मन लागेको नि आजदेखिको होइन। यो भाइ त यिनेरी रहेछ। ओइ भाइ अस्ति लगेको पैसा दिनु पर्दैन मलाई, हेर त मलाई कति अभर परेको छ। तिमीले 2-3 दिनमा दिन्छु भनेको होइन। ए तपाईको पैसा हुन्छ दिदी, म तिर्छु नि पैसा। मसँग त अहिले छैन पैसा, यति नै छ। मसँग 620 रुपियाँ पैसा मात्र छ जम्मा। अब 620 रुपियाँ तपाईँलाई सबै दिँदाखेरि मसँग पैसा रहँदैन। अब यति नै मात्र छ। रजनीगन्धा खानुपर्ने पैसा पनि हो। यो 500 रुपियाँ चाहिँ लानु नि दिदी, 500 रुपियाँ राख्दै गर्नु, म अरू पैसा तपाईँलाई दिइहाल्छु नि। त्यति 500 लिएर चाहिँ मैले के गर्नु हो अनि? त्यति पैसा अब यति नै छ त मसँग पैसा। अनि हो त्यत्रो टाढाबाट आएको छु म भाइ, त्यस्तो नभन न हौ। होइन नि त दिदी, मसँग यति नै पैसा छ। हेर्नु न मसँग भए पनि देऊ मलाई भयो। ल यही 500 रुपियाँ हुन्छ, ढुक्क हुनु नि दिदी। ए पैसा भए पनि मलाई अलिअलि थपथाप हुन्छ मासु किन्न। ओ बहिनी त मेरो अस्ति मासु किन्न लगेको 1000 पैसा ल्याउ त, पैसा दिनु पर्दैन। अस्ति मासु खान मन लाग्यो भने लगेको 1000 होइन। यो पैसा मसँग 500 मात्र छ हौ। त्यही 500 भए पनि ल्याउ। 1000 लगेको पैसा त्यही 500 भने दिएर मलाई चाहिरहेको छ पैसा यहाँ। दाइ लिनु लु तपाईँको पैसा मैले 500 दिएँ, अर्को चोटि दिन्छु है 500 रुपियाँ। ल 500 भए पनि आयो। अब यो भए पनि राख्छु, भरे क्यारम बोर्ड खेल्नलाई पो हुन्छ मलाई। यही 500 भए पनि उठो नि, नउठ्ने पैसा उठिहाल्यो। आज बल्ल दाजु भेट्यो। दाजु अनि त्यो क्यारम बोर्ड खेल्दाखेरिको पैसा 1000 रुपियाँ बाजी खेलेको, खोइ त्यो पैसा दिनु न मलाई। त्यो पैसा दिनु त दाजु मलाई। मेरो 1000 रुपियाँ पैसा त्यो बाजी खेलेको पैसा तपाईँले खोइ दिएको त? दिनु पर्दैन दाइ। गेम भनेको त बाजी खेलिसकेपछि पैसा त तिर्नु पर्यो नि। मसँग अब यो 500 मात्रै छ। म भर्खर लिएको पैसा हो, त्यो पनि 1000 रुपियाँ छैन। यही 500 छ मसँग। यो पनि मलाई चाहिएको छ र राखेको पैसा हो। 500 मात्रै छ मसँग। त्यस्तो कहाँ हुन्छ त दाजु? बाजी भनेपछि खेलिसकेपछि दिनुपर्छ नि त। अब यही 500 छ, यही 500 भने राखिराख न त। यही 500 राख, 500 चाहिँ बाँकी रहन्छ नि त। ए हुन्छ दाजु, हुन्छ। पैसा चाहिँ त्यो दिनु है, फेरि तपाईँको दिनु है मलाई। ल ल ल ल म दिन्छु। अब अर्कोचोटि भेट्दा दिन्छु है 500 चाहिँ। ल दाजु ल ल। साला मेरो पैसा लिएर गएको थियो, बल्ल आयो। 620 रुपियाँ पैसा थियो, फेरि 620 रुपियाँ नै पैसा भयो त मेरो। बल्ल मेरो पैसा बराबर भयो। है टेरिका, झन्डै गएको नि हो। त्यही 500 भए पनि आयो। धन्न भनौँ न, जताबाट गएको त्यस्तै आयो यार मेरो पैसा। ल ल अब गोजीमा राख्नु पर्यो।